हेलो एभ्रिवान नमस्ते। आज हामी यो भिडियोमा अहिले 2082 सालमा हुन गएको सशस्त्र प्रहरी बल जवानको जुन लिखित परीक्षा हुन गइरहेको छ 2082 साल पुस 10 गते त्यो लिखित परीक्षामा अब छोटो समय छ लिखित परीक्षा लिखित हुनलाई। त्यो छोटो समयमा तपाईहरुले लिखित तयारी कसरी गर्न सक्नुहुन्छ, कुन माध्यमबाट निशुल्क रूपमा गर्न सक्नुहुन्छ, कुन पुस्तक पढ्ने र छोटो समयमा कसरी लिखित तयारी गर्ने त्यो बारेमा यो भिडियोमा हामी तपाईहरुलाई जानकारी दिन गइरहेका छौं। त्यसका लागि सबैभन्दा पहिला कुरा तपाईहरुले निशुल्क रूपमा लिखित तयारी कसरी गर्न सक्नुहुन्छ त्यो बारेमा कुरा गर्छु। त्यसका लागि तपाईले प्ले स्टोरमा यो हाम्रो आफ्नै कम्पनीको मोबाइल एप्लिकेसन्स रहेको छ, एएपी लिखित भनेर यो वाला एप्लिकेसन छ। यो एएपी लिखित भनेर यो एप्लिकेसनलाई तपाईले निशुल्क रूपमा डाउनलोड गरेर लिखित तयारी गर्न सक्नुहुन्छ भने युट्युबका माध्यमबाट लिखित तयारी गर्न चाहनुहुन्छ भने लर्न विथ रुपेश युट्युब च्यानलमा गएर लिखित तयारी गर्न सक्नुहुन्छ र त्यसरी वेबसाइटको थ्रुबाट लिखित तयारी गर्न चाहनुहुन्छ भने www.rupeshbk.com.np मा गएर नि लिखित तयारी गर्न सक्नुहुन्छ र फेसबुक पेजका माध्यमबाट लिखित तयारी गर्न चाहनुहुन्छ भने एएपी लिखित तयारी भनेर फेसबुक पेज रहेको छ, पेजबाट गर्न सक्नुहुन्छ र हाम्रो कम्पनीको प्ले स्टोरमा रहेको एप्लिकेसन एएपी लिखित मा चाहिँ तपाईहरुले क्विजको माध्यमबाट सेवा सम्बन्धीको नोटहरु पढ्न सक्नुहुन्छ, पीडीएफ नोटहरु पनि रहेको छ, परीक्षामा सोधेका प्रश्नपत्रहरु पनि रहेका छन्, तपाईले त्यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ। र अब कुरा गरौँ तपाईहरुले कुन बुक पढ्ने र मार्केटमा कुन बुक राम्रो छ भनेर लागेको छ भने त्यसका लागि चाहिँ मार्केटमा यो सशस्त्र प्रहरी जवान क्याप्सुल भनेर यो बुक रहेको छ। यसको जम्मा मूल्य रु 400 रुपैयाँ मात्र रहेको छ। यो एकदमै राम्रो बुक छ। यहाँबाट यसमा थुप्रै चाहिँ लिखित परीक्षामा सोधेका प्रश्नपत्रहरु, समाधान प्रश्नपत्रहरु र लिखित परीक्षामा आउन सक्ने सम्भावित प्रश्नहरु पनि रहेकाले यो तपाईले मार्केट चाहिँ सशस्त्र प्रहरी जवान क्याप्सुल बुक ल्याएर चाहिँ पढ्न सक्नुहुन्छ। अब कुरा गरौँ सशस्त्र प्रहरी जवानको छोटो समयमा राम्रो लिखित तयारी गर्नलाई के कुराहरु तपाईले जान्नु पर्दछ, के कुराहरु तपाईलाई आवश्यक छ त्यो बारेमा कुरा गरौँ। सबैभन्दा पहिला कुरा गरौँ तपाईहरुले सशस्त्र प्रहरी बलको जवानको लिखित परीक्षा दिन जाँदैनन्छ भने सबैभन्दा पहिला तपाई सशस्त्र प्रहरी बल जवानको करिकुलम अर्थात सिलेबससँग राम्रोसँग चाहिँ इन्ट्रोड्युस भएको हुनुपर्ने छ। अर्थात सशस्त्र प्रहरी बल जवानको कुन विषयबाट चाहिँ लिखित परीक्षामा प्रश्न आउँछ त्यो बारेमा थाहा हुनुपर्छ। हामी सबैलाई थाहा छँदैछ सशस्त्र प्रहरी बलको परीक्षामा दुई किसिमको परीक्षा हुन्छ। एउटा हुन्छ वस्तुगत जसलाई एबीसीडी को फर्ममा 15 वटा क्वेशन आउँछन् सेवा सम्बन्धीबाट, एउटा वस्तुगत क्वेशन्स हुन्छ र अर्को हुन्छ हाम्रो विषयगत। विषयगतमा चाहिँ नेपाली, अंग्रेजी र गणित रहेका हुन्छन् र सेवा सम्बन्धीमा हामीलाई वस्तुगतमा एमसीक्यूमा 15 वटा क्वेशन सोध्ने गर्छ। प्रत्येक प्रश्न 2 नम्बरको हुन्छ, 15 दुना 30 नम्बरको चाहिँ हामीलाई सेवा सम्बन्धीबाट आउँछ, जसको चाहिँ हामीलाई क्वेशन दिएको हुन्छ। क्वेशनको 4 वटा अप्सन हुन्छ, ए बी सी डी गरेर 4 वटा अप्सन हुन्छ। अब त्यो दिएको क्वेशन्सको जुन आन्सर छ यो ए बी सी डी मध्येमा जुन आन्सर छ त्यो हाम्रो वस्तुगतको जुन कपी हुन्छ त्यो कपीको 1 2 3 4 गरेर जुनको आन्सर हो त्यसको मतलब धेरै यदि आन्सर ए हो भने त्यो ब्र्याकेट्स भित्र गरेर ए लेख्ने, यदि आन्सर बी हो भने ब्र्याकेट्स भित्र गरेर बी लेख्ने, यदि आन्सर सी हो भने सी लेख्ने र डी हो भने डी लेख्ने। र यसरी आन्सर लेखिरहँदाखेरि तपाईहरुले जहिले पनि आन्सर ए बी सी डी लेख्दा चाहिँ तपाईले क्यापिटल लेटरमा ए बी सी डी भनेर लेखेको हुनुपर्ने छ। स्मल लेटरमा लेख्यो भने त्यसको आन्सर चाहिँ सही भए पनि सही मानिदैन। यो चाहिँ भयो वस्तुगतको कुरा। अब कुरा गरौँ विषयगतमा। विषयगतमा नेपाली, अंग्रेजी र गणित गरेर जम्मा 70 नम्बरको आउँछ। अब त्यहाँ तपाईहरुले यो खण्डगतको गर्नुपर्ने हुन्छ। पहिला नेपालीको आएको छ भने नेपालीको गर्ने, अंग्रेजीको छ अंग्रेजी गर्ने र गणित छ भने गणित गर्ने, यसलाई सिरियली गर्नुपर्ने हुन्छ। यसरी यो कुरा थाहा पाउनु पर्यो र यसका लागि चाहिँ तपाईले यो सजिलोको लागि के गर्नुपर्छ भने विगत लोकसेवा आयोगले नेपाल सशस्त्र प्रहरी बलको जवानलाई सोधेका 5 वर्षका चाहिँ प्रश्नपत्रहरु तपाईले कलेक्सन गर्नु होला र त्यो कलेक्सन गरेर त्यो क्वेशन्स पेपरलाई सल्युसन गर्नुस्। त्यसको चाहिँ अब सेवा सम्बन्धीबाट रेगुलर 5 वर्षमा कसरी क्वेशनहरु चेन्ज भइरहेको छ, कुन क्वेशनहरु रिपिट भइरहेको छ भन्ने कुराहरु चाहिँ बढी फोकस गर्नु होला र त्यसैगरी नेपाली, अंग्रेजी, गणित तपाईले विगत 5 वर्षको क्वेशन सेटलाई सल्युसन गर्नु भने तपाईलाई मज्जाले आइडिया हुनेछ सशस्त्र प्रहरी जवानको लिखित परीक्षामा कसरी लेख्ने, कस्ता खालका प्रश्नहरु आउँछ र कतिसम्म लेख्ने भन्ने कुरा चाहिँ तपाईहरुले त्यहाँबाट मजाले थाहा पाउन सक्नुहुनेछ। र त्यसैगरी तपाई अब सशस्त्र प्रहरी बल जवानको लिखित परीक्षाको 100 मार्क्सको क्वेशन सेट सल्युसन्स प्र्याक्टिकल बुक चाहिँ भिडियो चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। हामी त्यसका लागि स्पेशल भिडियो बनाउने छौं तपाईलाई, जहाँ चाहिँ तपाईलाई वस्तुगतको आन्सरहरु कसरी लेख्ने, विषयगतको कपी फर्मेट कसरी बनाउने, आन्सर कसरी लेख्ने, के गर्ने भन्ने कुरा हामी त्यो भिडियोमा सिकाउने छौं। र निशुल्क रूपमा तपाईहरु लिखित तयारी गर्न चाहनुहुन्छ हामीले अघि नै पनि भने प्ले स्टोरमा हाम्रो आफ्नै कम्पनीको मोबाइल एप्लिकेसन रहेको छ एएपी यो वाला एप्लिकेसन। यो वाला एप्लिकेसनलाई तपाईले चाहिँ प्ले स्टोरमा गएर डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। यो वाला चाहिँ हाम्रो एएपी भनेर यो एप्लिकेसन निशुल्क रूपमा डाउनलोड गर्न सक्नुहुन्छ र तपाईहरुलाई के कुराको जानकारी चाहिन्छ, के कुराको तपाईहरुलाई क्वेरी छ, के कुराहरु सोध्न चाहनुहुन्छ भने तपाईहरुले हामीलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ।
धन्यवाद।